हरि ढकालजी, तपाईँले के बोल्नु भएको? तपाईँसँग त यस्तो आशा गरेको थिएन त। अब सिंह छैन हाम्रो देशमा अनि सिंह दरबारको नाम चेन्ज गरिदिने त हेत्तेरिका। हामी सबै नेपाली सिंहै हो के। जुन हाम्रो विरासत छ नि, हाम्रो विरासत, हाम्रो पुर्खाले अर्जेको दिएको नाम, तिनीहरूलाई तपाईँले चेन्ज गर्ने कस्तो कुरा गर्नु भएको? नगर्नु न हेत्तेरिका, होइन? के बोल्या? के बोल्या? सिंह दरबार नाम लिँदा पनि कस्तो हुन्छ सिंह दरबार? अनि के त बिरालो दरबार राखिदिने? कस्तो कुरा गर्नुहुन्छ? भोलि तपाईँ गएर अब जानकी मन्दिरको नाम पनि चेन्ज गरिदिनु भन्ला, पशुपतिको नाम चेन्ज गरिदिनु भन्ला, अनि हुन्छ त? सिंह बस्ने दरबार हो त्यो, जसले शासन गर्छ त्यो बस्ने दरबार हो। अनि के सिंह दरबार नराखिकन बेस्ट नाम छ? यो छेडछाड गर्ने काम नगर्नु न। हाम्रो जुन पूर्वजले नाम दिएर गयो, होइन, जुन कल्चर छ, तिनीहरूलाई छेडछाड गर्ने काम नगर्नुहोस्। थ्याट थ्याट।